हे गाइस हजुरले स्वागत छ मेरो ब्लगमा। यो चाहिँ गाइस मेरो पुलापार हो। अब चाहिँ म पुलाप गर्न गइरहेको छु। र गाइस हामीले चाहिँ हेभिङ गर्नु अगाडि चाहिँ वार्म अप चाहिँ गर्नुपर्छ गाइस, नत्र मसल टेर हुने सम्भावना हुन्छ। त्यसैले गाइस मैले चाहिँ हल्का हैन वार्म अप गरी नर्मल वार्म अप गर्दा हुन्छ। जम्मा गाइस मैले 12 पुलअप गरेँ र हेर्न सक्नुहुन्छ मेरो बडी यस्तो छ, ब्याक साइडमा यस्तो भएको छ र साइडमा यस्तो भएको छ यता गाइस। र गाइस मैले पुलअप चाहिँ सकिसकेँ अनि यसो बारी डुलेको गाइस हेर्न सक्नुहुन्छ। यो सबै ड्र्यागन फ्रुटहरू हाम्रै हो, हेर्न सक्नुहुन्छ। यहाँ तल सबै मराइसक्यो। यो तलको चाहिँ ठुलो गाइस अनि यहाँ माथिको चाहिँ अलिक सानो। अब चाहिँ मेरो काम भनेको ट्याक्क खरायोलाई घाँस दिने हो र खरायो मेरो हेर्न सक्नुहुन्छ। जम्मा गाइस यहाँ 15 वटा जस्तो छ मेरो खरायोहरू चाहिँ। घाँस चाहिँ अब काट्ने छैन, त्यसैले गाइस म चाहिँ यहाँ उखाल्नुलाई बसेँ। यस्तै हो गाइस खाने भनेको दुबोहरू, दुबे नै दिने हो गाइस। म चाहिँ उखाल्दैछु। मैले चाहिँ उखालिसकेँ, अब ट्याक्क लगेर दिने मात्रै। हेर्न सक्नुहुन्छ अब कति मजाले खान्छ, मतलब हेर्न सक्नुहुन्छ सबै एकैचोटि आउँछ। आजले यति नै, अर्को ब्लगमा भेटौँला गाइज।